एकछिन बहिनीलाई हेर्दै गर बबिता म एकछिन ठुल्दाइकोमा गराउँछु छिटो आइहाल्नु है भाउजू मेरो कारणले तपाईँले र दाइले धेरै दुःख पाउनुभयो अब बाँच्दिन होला त्यसो नभन्नुहोस् नानी हाम्रो पनि के छ तपाईँ बाहेक यदि मैले तपाईँहरूले भनेको कुरा पहिला नै मानेको भए आज यो सब दिन आउने थिएन भाउजू त्यसो नभन्नुहोस् नानी म छु नि तपाईँको लागि किन रुचस खान्छ तेरो बहिनी पनि बिजुबी छ यो बेलामा कहाँ लान्छस् बरु म सानो कटेर बनाइदिन्छु ती बसन् अब गर्ने कर्तव्य मेरो यति नै हो सहित यहाँमा त म सक्दिनँ कान्छ दाजु तपाईँले मलाई यसरी बुझिदिनु भयो कि तपाईँलाई धेरै धेरै धन्यवाद तर मलाई यो गाउँमा बस्नु मन छैन किनकि म सबैबाट तिरस्कार भइसकेको किन रको छोराबच्चाहरू हर खाँदैछ नि हिँड मेरो के खानुपर्छ हिँड के छौ काका के हुनु र हो डिबी भाइ गाउँघरमा यस्तै त हो नि साँच्चै कान्छालाई त गाउँ निकाला गरे अरे खास कुरो चाहिँ के रहेछ काका होइन हौ डिबी ओह्रालो लागेको बिर्गालाई घोराले पनि खेत भन्थे त पनि त्यही कुरो गर्छ कि अहिले आएर मसँग यो कान्छा कान्छीलाई निकाला गरेको सारा समाजलाई थाहा छैन र त चाहिँ मेरै घरमा मञ्च आउँछस् यस्ता कुरा नगर डिबी मलाई कुरा मन पर्दैन म तेरो बाउ समानको मैले त मजाक मात्रै गरेको थिएँ रिसी पो हाले त हटा मलाई छोरो मान्छे म बोका र व्यवहारमा धोका कहिले पनि मन पर्दैन त्यसैले तिमीहरूको आज यहाँ काटेको मतलब छ भोलिको दिनदेखि तिमीहरू मसँग नआए पनि हुन्छ जब साला एउटा सानो काम मैले तिमीलाई गर्नु पठाएको थिएँ तिर्सनालाई मेरो ठाउँमा लिएर आइज भनेको थिएँ एउटालाई पठाएको थिएँ त्यो तिर्सनालाई माया गरेर मायामा ऊ हिँड्नु थालो अब कसरी खोज्नुपर्छ त्यसलाई म आफै बुझ्छु हिमाल त मेरो दुश्मनी भइहाल्यो यदि त्यो केटीलाई मैले ढाल बनाएर त हिमालसँग मैले बदला लिनु खोजेको थिएँ तर तिमीहरूले मेरो कथा बुझिनस् अब कथा कसरी बुझ्नुपर्छ त्यसलाई मैले कसरी माछा जालमा पार्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ निकै गाउँमा नेतागिरी हुँदै हिँड्दो रहेछ तेरो चुरुफुरु निकै चल्छ अरे गाउँमा यहाँ छ एउटा कुरो तँलाई अस्ति हामीले कान्छालाई घर गाउँबाट निकालेको
कसैको धम्कीले डराउँदिन। टिभी हो मेरो नाम टिभी। है टिभी मलाई सम्झाउनु पर्यो भने राम्रो हुँदैन। दिन्छ भाउजू दिदी दाइले गाउँभरि हाम्रो कुरा गर्दै हुनुहुन्छ, सम्झाइदिनु। माछा त घरको पाल्नु भयो, तिमी मान्छे हो कि पशु हो? तिमीलाई भनेको कहिले पनि लाग्दैन? गाउँभरि भाषण छाड्दा छाड्दा लख्रा लख्रा हिँडेको छ, कुदेको छ, काम काज केही पनि छैन। अब भोक लाग्यो भने घर आउनु भएन? ए बुढी घरमा आउनु पाएको छैन, तिमीले किचिज गर्न सुरु गर्यो होइन? तिमी किन अर्को च्याचादै गर्दै हिँड्छौ? त्यो भाइहरूलाई के भन्यो? त्यो भाइहरू तिमीलाई खोज्दै यहाँ घरमा आएका थिए। कुन चाहिँ आएछ? को आएछ? हेर्ने कहीँ अस्ति गरेको कुरा मैले राम्रो बुझिदिएँ, तर त गाउँको पनि चल्नु मान्छे तेरा कुरा पनि बिग्रा छ। वाडा नगरमा पनि मेरो कुरो बिग्रो छ। यसो त्यहाँ केही रात आयो भने यो कान्छोलाई यसो सहयोग गर्ने कुरो गर्दैन। कुरो त सही हो काका, तर आर्थिक रूपले चाहिँ अहिले म तत्काल सहयोग गर्न सक्दिनँ, तर कान्छालाई म भौतिक रूपले चाहिँ म यो सहयोग गरौँला न काका। हेरबती यो कान्छाको लागि ठुलो आश गरेर छ है बती। हुन्छ काका, कान्छा भेट्दै गरौँ है। सरे बाबु, तपाईँले गाउँले साह्रै ढिला गर्नु, किसानलाई धोका दिएको। किसानको कारणले गर्दा गाउँका समाजले उनीहरूलाई गाउँ निकाला गरिदिए। भन्नुहोस् त सरे बाबु, तपाईँ आफै यो कुरो सही हो कि गलत हो? काका, म पनि बेबस थिएँ। म माथि पनि कसैले खेल खेलेको रहेछ। काका, यदि मैले तिर्सनालाई धोका दिन्थेँ भने यो गाउँमा म किन आउँथेँ? तपाईँ आफै भन्नुहोस् त। त्यसैले पो मेरो तिर्सनाले मलाई फोन गरेर फर्किआऊ भनेको रहेछ। प्लिज काका, तपाईँलाई त केही कुरा थाहा छ। उनीहरू कहाँ गए? उनीहरूलाई म भेट्न चाहन्छु, म खोज्न चाहन्छु। प्लिज काका। कान्छालाई मैले मेरै बस भनेको थिएँ, तर मानेन। कता कता सुन्नमा आएको
बाढ्ती पो छ अरे। हस् काका, यति भनिदिनु भयो, तपाईँलाई धन्यवाद। भन्दा साने मलाई यहाँ किन बोलाइस्? डिबी दाई, भाउजूको माछा मलाई ठिक लागेन। तपाईँ नहुँदाखेरि एउटा दाई जहिले बाइकमा भेट्न आउनुहुन्थ्यो, त्यो मैले भन्न आएको थिएँ। कृष्णा, ए बबिता, कहाँ गएछ नि दारु? खोइ तिर्सना, यही कुरो म तिमीलाई सोधेछु। खोइ नानी, त त बिहान बिहान कहाँ पुगेर राखी? अनि खोइ तेरो तिलवारी? राखिदिए भन्दै थिएँ। छोरी मान्छेको तिलहरी र सौभाग्य भन्ने कुरो के हो भन्ने कुरो थाहा छ तपाईँ? के तिमीलाई मैले खाना दिएको थिइनँ? दुःख परिश्रम गरेर भए पनि दिनरात तिमीलाई मैले पालिरहेको छु। जहाँ लगेर यो बन्दगी राखेको छस्, भरे खुर्कन लिएर आउनु पर्यो, न त तेरो। म जाँदिनँ पनि ल्याउँदिनँ पनि। दिनरात म सुक्खा भात नुनसँग खान सक्दिनँ। तिम्रो बहिनीको कारणले गर्दाखेरि हामीलाई गाउँबाट निकाला गरिदिएको बाटो हुन्छ। बारेमा मैले समाचार लेखेर के पाइस्? धेरै दिनदेखि मैले खोजिरहेको। मलाई त मैले एकचोटि राम्रोसँग सम्झाएको थिएँ, तर पनि मेरो कुरो तैँले मानिनस्। त्यसैले आज म तँलाई हेर्दाखेरि तेरो ओठ जानेभरि अझै पनि तेरो दुध आउला जस्तो छ। मैले तेरो के खाइदिएको तर मेरो बिचमा नानाथरी लेख्छस्। तान्ती, को त्यो केटा? तँलाई बार बार भेट्न आउँछ। आज मलाई डिटेलीमा भन्। मलाई शङ्का त लाग्दै थियो अस्ति तल बोल गरेर जाँदाखेरि। आज मलाई डिटेलीमा भन्। होइन, तिमीले भन्नु खोजेको चाहिँ के हो? मलाई यसरी कुरा घुमाएको मन पर्दैन। के कुरा हो सिधा सिधा भन। मलाई बाइकमा भेट्न आउने केटा तिमीले देखेको रहेछौ? के हेरेर बस्यौ त्यतिखेर? जिम्मा लाउन सकेनौ? मैले देखेको होइन, सानेले देखेको। सारा गाउँभरि हल्ला छ। तँ आफूले आफूलाई निकै पढेको छैन, घमण्ड गर्थिस्। मैले तँ जस्तो नि अबुझ र घमण्डी मान्छे यो संसारमा देखेको छैन। मलाई तँसँग एक बस्नु छैन, दुई बस्नु छैन, तीन बस्दिनँ। गए म माइततिर, बस एक्लै त। जा जा।
मैले तँलाई मार्ने भए हिजो त टुक्रेमा मार्थेँ, तर किन यहाँ लिएर आएँ त्यो कोठामा? कतै तँलाई सम्झाउँदाखेरि मान्थिस् कि मेरो बारेमा लेखेको कुराहरूलाई हटाइदिन्थिस् कि भनेर मैले तँलाई यहाँ ल्याएँ। तर तँ त नमान्ने रहेछस् त। मेरो गल्ती के थियो? तँलाई मार्न पनि मलाई डर लाग्छ, तर अनुहार हेरेर पनि मलाई माया लाग्छ क्या। तर एउटा कुरो याद राख, तँलाई म त्यति सजिलो छोड्दिनँ। त मर्छेस्, तँलाई अहिले मैले यहाँ मार्दिएँ भने कसैलाई थाहा पनि हुँदैन। अहिले मलाई राम्रोसँग चिन्नु, अब मैले तँलाई चिनाउनु पर्यो भने मेरो लेख्ने काम हो र म बाँचिन्जेलसम्म लेख्छु। तँ जस्तो गुन्डाको धम्कीले म डराउँदिनँ। बरु मलाई मार्छस् भने नि मार, तर एउटा कुरा याद राख, तँलाई विनाश गर्न पनि एक दिन न एक दिन कोही न कोही त आउँछ। यसले मलाई कोही मार्न आउँछ भन्दैछ, मलाई त डर लाग्यो। तिर्सना